इन्ट्री हुन्छ होइन हाम्रो। अब हामीले देवीथानतिर जानुपर्छ गाइज। अनि हेर्नु अब हामी यहाँ गङ्गटो टिपेर आएको होइन। हेलो हेलो सुजन। हेलो हेलो समीर। गाइज हेर्नु होला यहाँ चाहिँ सानो सानो भ्याउताको बच्चाहरू छ क्या। भ्यागुताको बच्चा केही लाग्दैन अब हामी माथि गएर गङ्गाले यति पखाल्नु भएको बच्चाले अब चाहिँ भ्याउताको बच्चा पाइँदो रहेछ सबै भ्याउताकै माथि। अन्त हामी चाहिँ गङ्गा टुप्पा पक्रिनु हाल्न आएको यस्तो सिटौँ भनेर यहाँ पक्रिङ भ्याउता ढक्किङ मात्रै भेटिन्छ भ्याउते मात्रै भेटिन्छ अरू कुनै सिट पौडी खेल्दिने यसो आर्यनजी के भन्नुहुन्छ पौडी खेल्दिने ठुलो भए पनि खेल्ने मान्छेलाई देख्ने ठाउँमै परेर मात्र हो कि गाइजहरू। अब हामी तल लाग्दैछौँ नभए हामी अप्ठ्यारो छ कि बाटो यस्तो यस्तो पर्दो रहेछ नि। लो गाइज आज हामी यहाँ गङ्गटो पकाउन आइरहेको छौँ। उयो चढ्नै सकेन हाम्रो साथी पुरा चढ्नै सकेन मुली। यता तान्नु पर्यो त पेन्ट लगाएको छ क्या होइन पेन्ट लगाएर चाहिँ गाह्रो भयो क्या। सबैजना मिलेर बिस्तारै आर्यनले पकाउन आर्यनले पकाउनु तर म खोज्नुपर्छ। यहाँ चाहिँ कहाँ पकाउँछ त नि खुच्चे हे त देखाइदिएन मात्र म पकाइहाल्छु यसलाई दिएन त्यो चाहिँ मलाई ल हामी त छोला पक्यो के पकाउन आएको यहाँ के भन्छ अनि गाइज अनि भ्याउते मात्रै भेटिन्छ त अब के भन्नु त भ्यागु त भन्नु भ्याउते त भन्छ त भाइ यहाँनिर ठुलो गाइस चाहिँ अलिक नभेटिँदैछ अझै माथि जानु पर्ने अवस्था आयो। गाइज बिस्तारी बिस्तारी यसरी सुरु हुँदा देखाएको चाहिँ लास्ट चिप्लिन रहेछ केही भेटिँदैन। धेरै नभेटिने रहेछ यहाँ पहिला चाहिँ बाँदर भाँच्नु यता बस्छ उही दलहरू माथि जाउँ न दल दल हेर्नु कस्तो क्या दल दल कस्तो क्या दल दल होइन गाइज। अब हामी यता माथि गयौँ न त होइन बेलुका आँदैन पानी रहेछ यहाँ के भएर यहाँ माथि चाहिँ पानी नभएको अन्त गाइज छैन। अब हामी फेरि रिटर्न जानु अब चाहिँ हामी खोज्नु सक्ने हुन्छ। अब हामी अब भेट्यो भने भेट्यो नभए घरतिर लाग्यो के भेट्यो म पो सक्छ त मलाई यत्रो यत्रो ढुङ्गामा पछि लुक्छ देखा न म होइन त्यो गङ्गाले देख्छ भने देखा भने पोल त उहीँ तल हुन्थ्यो अहिले छैन नि त के भएर हो भेटिँदैन गाइजहरू भेट्यो गाइज भेट्यो अरे गाइज छैन भेट्यो यहाँ छिरिहाल्यो नि ढुङ्गामा चेपामा क्या कस्तो ठाउँमा छिरो नि फेरि खोइ बाघ जे पाइले बोल्नु यो फेरि सर्पा भनेर जब हामी तल जाउँ होइन अब यहाँ चाहिँ यहाँ खोज्नुपर्ने हुन्छ यत्रो सानो ढुङ्गामा
अहिले भेटेको अनि हातबाट छुट्टिगयो होइन गाइस त्यो चाहिँ कहाँ दुलोभित्र छिर्यो क्या यस्तो चाहिँ खासमा यस्तो लेउमा बस्छ क्या गाईहरू यस्तो लेउमा भएपछि अनि कहाँबाट भेटिन्छ त छ्या यो के हो यहाँनिर के थियो तँले पकाउन आँटेको भ्याङ्काको बचाइ हेर्नु गाईहरू यहाँ चाहिँ यस्तो यस्तो खालके माछा पाइरहेछ यी हेर्नु यहाँ गडौला माछा भन्छ यसलाई चाहिँ तर अब मैले पानीमा छोडिदिइसकेको छु कस्तो दामी देखिरहेको छ होइन आर्यन यो जुम गरेर देखाइदियो नि त जुम गरेर भयो भयो धेरै जुम पनि गर्नु पर्दैन भ्याङ्काको बच्चा हो कि अब गाईहरू तल जाउँ अब यहाँ भएर यसो तलै खोज्नु पर्ला यहाँ होला हामी पनि एक हप्ता आज